प्रचण्डको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातेको छ। यो अभिव्यक्तिको लागि पूर्व डिआइजी सरले उहाँको लागि कडाभन्दा कडा जवाफ दिनुभएको छ र डिआइजी सरको सोच विचार र विश्लेषण यो एकचोटि सुन्नुहोस्। उहाँको यो विश्लेषणको लागि मनैदेखि सल्युट गर्न चाहन्छु। एकचोटि यो भिडियो हेर्नुहोस्। हामीलाई सरकार चाहिए छैन। अहिले 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याछौ, जनता छ तिमीहरूसँग। कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन। यो कागज बाहेक केही नै हुँदैन। कसरी कहाँबाट आउनु भने तेरिका 7,000 काठमाडौँमा 7,000 आइदिए पनि ठुलो छ। 7,000 त्यो पनि सबै बामहरू मिलेर ल 7, 8, 10, 15,000 आइदिए पनि काफी छ। मैले भनेको उहाँहरूसँग जनमत छैन भने होइन, फेरि छ जनमत, तर जनमत पनि अब धेरै सतर्क भइसकेका छन् होइन। अब उहाँसँग भएका जनमत जनशक्ति छ नि, त्यत्तिकै त हामीले त आकलन गर्न त हुन्न, छ उहाँहरूसँग। तर अब त्यो जनशक्ति के सोचमा छ भन्दाखेरि अब के का लागि क्रान्ति, के का लागि क्रान्ति। हिजो हजारौं हजार मरे, ल ठिक छ, एक किसिमले बाध्यता होला, डरले होला, स्वेच्छाले होला, ल नयाँ नेपाल देख्न पाइने भो भनेर त्यो सपना बोकेर होला होइन। लागे जनताहरू, ज्यान पनि गुमाए, अनाहकमा पनि गुमाए र लड्दा लड्दै पनि गुमाए, सर्वस्व गुमाए। पाए के क्रान्तिको नाममा पाए के? पाउन त पाए, घोडा गुमाए, हात गुमाए, आँखा गुमाए, दृष्टि गुमाए, शरीर छ, गोली भरि छ शरीरभरि, अनि पाए के त जनताले। अब त्यही जनताको माझमा उहाँहरू गएर अब अर्को क्रान्ति, ठुलो धक्का दिने क्रान्ति नगरी सुखै छैन। अब 5-7 लाख त काठमाडौँमै आउँछन् को, मलाई भनिदिनुहोस् त। ल नआउने होइन, अलिअलि आउलान्, तर जनता अब सोच्नुपर्छ। अहिलेको सरकार निर्विकल्प हुँदै होइन, अहिलेको सरकारको पनि विकल्प हुन सक्छ। जबसम्म यो सरकारले राम्रो काम गरिरहेछ हामीले विकल्प खोज्न हुन्न। जनताको र राष्ट्रको हितमा केन्द्रित रहेर काम गरिरहेछ, त्यो बेलासम्म हामीले विकल्प खोज्न हुन्न। कुनै पनि व्यक्ति र पात्र कहिले पनि निर्विकल्प हुन्न। कमरेड ज्यू, के को लागि हो यो क्रान्ति? जनताले त मेन्डेट त तपाईँ हामीलाई त दिएनन्। यो पटक 5 वर्षको लागि त उहाँहरूलाई दिएछ, त्यो पनि घिटी मेन्डेट होइन। 5 वर्ष धैर्यता गरौँ न। उहाँहरूको बिचमा आफै फाटो भयो, आफै मेलमिलाप भएन होइन। उहाँहरूको पनि स्वार्थको द्वन्द्व हुन थाल्यो भने उहाँहरू आफै चाहिँ नि जनताबाट तिरस्कृत हुनुहुन्छ। अहिले किन हतारो, 5 महिना पनि भएको छैन भनेर अब त प्रति प्रश्न उहाँहरूकै कार्यकर्ता पदाधिकारीजीहरूले नै गर्नुपर्छ कि। अब हेर्नुहोस्, भिडियो मन परे लाइक, कमेन्ट, सेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।